काठमाडौँ उपत्यकामा जम्मा 144 सामुदायिक वनहरू छन्। तर काठमाडौँ र ललितपुरलाई घेर्ने चक्रपथ भित्रको एक मात्र सामुदायिक वनमा आज हामी हजुरहरूलाई घुमाउनेछौँ। धेरैजना यहाँ पुगिसक्नु भएको होला, तर पुग्न मन लागेको या यस सामुदायिक वनको बारेमा थाहा नभएकाहरूको लागि भने यो स्थान एकदमै शान्त अनि सुन्दर, जहाँ आगन्तुकहरूले बसेर उपत्यकाको प्राकृतिक वैभवको प्रशंसा गर्न लायक स्थानको रूपमा परिचित छ। विक्रम सम्वत 1973 मा नेपालमा सामुदायिक पहल स्थापना भएपछि जगेर्ना गरिएको यस स्थान 2057 सालमा रानीबारी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मातहतमा ल्याएको थियो। सामान्यतया 67 भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरूको साझा वासस्थान रहेको यस वनमा रङ्गीन रूपमा उड्ने अलेक्जान्ड्रियन प्याराकिटहरू यहाँ आउने आगन्तुकहरूको लागि विशेष आकर्षणको रूपमा रहेको छ। आकर्षक पुच्छर भएको रातो बिल ब्लू म्यागपाईहरू कुनै पनि वन चराचुरुङ्गी अनुभवको आकर्षणहरूमध्ये एक हो। चरा संरक्षण नेपालले चरा र जैविक विविधता संरक्षणको लागि सिकाइ केन्द्रको रूपमा पनि यो वन सृजना गरेको थियो। जम्मा 17 एकरको घना जङ्गल भएको पार्कल्यान्ड अन्वेषण गर्न 2वटा पैदल मार्गहरू बनेका छन्। एउटा फेदमा र अर्को पहाडको टुप्पोलाई घेर्ने बाटो, जसले सहर र त्यसभन्दा बाहिरका पहाडको दृश्य देखाउँछ। पहाडको माथिल्लो भागमा भगवान श्री शिव, श्रीकृष्ण र श्री गणेशका मूर्तिहरू भएको रानीदेवी मन्दिर पनि अवस्थित छ। गर्मी मौसममा हरेक दिन लगभग 900 जना र जाडो मौसममा 300 देखि 500 जनासम्म जङ्गलमा घुम्न आउनेको तथ्याङ्क रहेको छ। बिहान 8 बजेपछि निकुञ्जको प्रवेशद्वारमा 20 रुपियाँको टिकट लिएर यहाँ प्रवेश गर्न सकिन्छ भने त्यसभन्दा पहिलेको समयमा यहाँको प्रवेश निःशुल्क छ। प्रकृतिमा रमाउन चाहनुहुन्छ भने रानीबारी सामुदायिक वन हजुरको लागि एउटा गन्तव्य बन्न सक्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियो हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।